गाइज हामी चाहिँ लगभग बोर्डर छेउछाउ आइपुग्यौँ अनि यहाँभन्दा चाहिँ यस्तै 100 मिटर टाढा चाहिँ बोर्डर छ, नेपाल इन्डिया बोर्डर। अनि यहाँनिर छेउछाउमा चाहिँ होटल छ, यो सब इन्डियनहरू आउँछ यहाँनिर खानको लागि। गाइज हाम्रो डेस्टिनेसन चाहिँ यहीँ छ भनौँ। अनि पछि चाहिँ मासु भात खान्छ यहाँ बोर्डर छेउमा आए पनि, मासु भुजा। अनि त्यसपछि चाहिँ अलिक बोर्डर अगाडि छ 100 मिटर टाढा, अनि बोर्डर पनि पुगेर आउँछु। हाम्रो चाहिँ खाजा आइसकेको छ, मासु भुजा। ये सब क्या देखना पड़ रहा है, अच्छा है। हे गाइस, तो वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि अहिले दिउँसोको 2 बजिरहेछ अनि हामी चाहिँ उता बोर्डरतिर जान आँटेको। साइकल पनि हामीसँग छ, 3वटा साइकल। अनि केटो पनि आज भर्खरै आएको रहेछ, हिजो चाहिँ यिनीहरूले रुममै देखाइदिइसके। अनि यो चाहिँ भर्खरै आएको रहेछ आज दमकदेखि। अनि अब चाहिँ हामी जान आँटेको पार्टी हान्नको लागि। उसले चाहिँ पार्टी दिने अरे, मासु भात अरे। अनि हामी जान आँटेको। अनि बोर्डर पनि नगएको धेरै दिन भइसकेको थियो। अनि अब चाहिँ बोर्डर जान आँटेको। अब के हुन्छ त्यहाँनिर हेरौँ अब। अनि साइकलमै जाने हामीहरू चाहिँ, हामीसँग बाइक छैन, गरिब मान्छे। तर आजको ब्लग चाहिँ आइफोन लिएर बनाएकै। कुछ भी उसको आइफोन छ अनि अर्कोको पनि आइफोन छ। आजको ब्लग चाहिँ आइफोनले, त्यसैले लास्ट क्लियर छ। अर्को आइफोन त ऊ बिजीम्यान गर्लफ्रेन्ड भएको मान्छे। अब हामीलाई त कसैले हेर्दैन है। देखा न यता मजाले आइफोन भ्लगमा आइफोन आउनुपर्छ। आइफोन साथीहरू साथी मतलब त्यही स्कुलको यो आइफोनकै कमाल हो, यस्तो क्लियर देखाउँदैछ। अब हाम्रो त एन्ड्रोइडको फोनले त झ्याप्चा देखाउँछ होइन सागर? गरिब मान्छे हामी मात्रै, 2जना गरिब यार। दुईटा अहिले हानिदियो भने छैन। लगाइ ब्लग चाहिँ कन्टिन्यू गर्नु होला। अब चाहिँ हामी जान आँटेको बोर्डरतिर। हामी चाहिँ आधी बाटो आइसकेको छौँ, लगभग बोर्डर पुग्न आँटिसकेको छौँ। अनि भर्खरै स्कुलको विद्यार्थीहरूको छुट्टी भएको रहेछ। अनि यो सिन चाहिँ मेरो आफ्नै मोबाइलबाट, एन्ड्रोइडबाट। अनि अर्को आइफोन चाहिँ उसले लगिहाल्यो, सागरले। उता फुटबल खेल्न गयो त्यो चाहिँ। सो गाइज हामी चाहिँ लगभग बोर्डर छेउछाउ आइपुग्यौँ। अनि यहाँभन्दा चाहिँ यस्तै 100 मिटर टाढा चाहिँ बोर्डर छ, नेपाल इन्डिया बोर्डर। अनि यहाँनिर छेउछाउमा चाहिँ होटल छ, यो सब इन्डियनहरू आउँछ यहाँनिर खानको लागि। रक्सी किनकि इन्डियामा पाउँदैन नि लोकल रक्सीहरू। लोकल भन्दा पनि केही पनि बिहारतिर केही पनि पाइँदैन रक्सीहरू। त्यसैले यता बोर्डर छेउमा चाहिँ रक्सी दोकान खोलिरहेको यो। ओइ मासुको सेन्ट आउँदैछ त। जाउँ पहिले बोर्डर पुगेर आउने क्या? यहीँ छ भने अनि गाइज हाम्रो डेस्टिनेसन चाहिँ यहीँ छ भनौँ। अनि पछि चाहिँ मासु भात खान्छ। अच्छा यहाँ बोर्डरसम्म आए पनि मासु भुजा। अनि त्यसपछि चाहिँ अलिक बोर्डर अगाडि छ 100 मिटर टाढा, अनि बोर्डर पनि पुगेर आउँछु। हाम्रो चाहिँ खाजा आइसकेको छ, मासु भुजा। अनि हामीले अझै पकौडा पनि अर्डर गरिसकेको छौँ। अनि पहिला खान्छौँ अनि उतातिर बोर्डरतिर पनि घुमेर आउँछौँ। त फाइनली गाइज अब चाहिँ हामी घरतिर जान आँटेको। अनि भर्खरै टन्ने 5 बजेको 2 प्लेट अनि मासु भुजा 40 प्लेट अनि पकौडा पनि। 10 रुपैयाँ 10 अब चाहिँ जान आँटेको घरतिर। अनि हामी चाहिँ बोर्डर गएनौँ, उतातिर एलाउड पनि थिएन भिडियो बनाउने। अनि गएनौँ पनि, आफ्नोमा पिरो लागिरहेछ मलाई। त गाइज अब चाहिँ डाइरेक्ट घर गएर भेटौँ। अब गाइज हामी चाहिँ आइसकेको छौँ घरतिर नै। अनि म चाहिँ अहिले दाइको घरमा छु। फाइनली गाइज म चाहिँ आइपुगेँ घर। अनि उनीहरू पनि घर गइसके। अनि बोर्डर जान हामीलाई तर टाइम लाग्दैन, आधी घन्टा मात्र लाग्छ। तर हामी चाहिँ बिस्तारै आयौँ। अनि त्यसैले हल्का टाइम लाग्यो, 1-1.5 घन्टा लाग्यो। भन्दाखेरि हामी गफ गर्दै आयौँ।
अनि हामीलाई आज धेरै नै मजा आयो अनि धेरै दिनको बाद पनि बोर्डर गयो अब त्यस्तै भइसकेको थियो होला 6-7 महिना नगएको पनि बोर्डर अनि बोर्डर पनि घुमेर आइयो अब चाहिँ लगातार गइराखिन्छ अब होस्टेल नबसेसम्म त कतिचोटि गयो होस्टेल बस्दाखेरि त त्यहाँदेखि एक दिन पनि गएन बोर्डर अनि आज चाहिँ गएर पनि पुगेर पनि आइसकेँ अनि मासु भात पनि घिचेर आइसक्यो मासु भुजा त्यो पनि केटाहरूले खाइहाले अनि गाइज आई होप कि तपाईँहरूले आजको ब्लग इन्जोय गर्नु होला अनि च्यानलमा नयाँ हुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला अनि बेल आइकन पनि क्लिक गरिदिनु होला बेल आइकन चाहिँ प्रेस गरेर अलमा राखिदिनु होला अब फेरि भेटौँ अब न्यू ब्लगमा टाटा बाई बाई